नमस्ते। आज चाहिँ मैले डाक्टर नयनबाट राइनोप्लास्टी गरेको ठ्याक्कै 1 महिना भएको छ र मलाई चाहिँ आफ्नो पर्सनल्ली मैले चाहिँ कस्तो फिल गरेँ डाक्टर नयनहरूको स्टाफहरू, हस्पिटालिटीहरू हैन, अनि सर्जरी गर्नुभन्दा अगाडि कन्सल्टेसनहरू, उहाँको नर्सहरू, एनेस्थेसियोलोजिस्टहरू चाहिँ मलाई पर्सनल्ली कस्तो लाग्यो। म पनि एउटा मेडिकल स्टुडेन्ट हो र ठ्याक्कै मैले 1 महिना भएको छ सर्जरी गरेको। मेरो पहिला नाक चाहिँ यस्तो थियो, मैले यता फोटो पनि हालिदिन्छु र अहिले चाहिँ यस्तो छ हैन। म अहिलेबाटै खुसी छु कि आफ्नो नाक, किनकि पहिला मेरो नाक कस्तो थियो यो मैले हालिरहेको छु यता हैन, र अहिले चाहिँ म अहिलेबाटै धेरै कन्फिडेन्ट फिल गर्न थालिसकेँ के। अनि उहाँको डाक्टर नयन त मलाई पहिलो कुरा धेरै हम्बल मान्छे लाग्यो हैन। एउटा डाक्टर नयन इजिली एभाइलेबल हुनुहुन्छ, उहाँकै व्हाट्सएपमा सिधै उहाँसँग कुरा गर्न मिल्छ अनि एकदम हम्बल तरिकाले रिप्लाई गर्नुहुन्छ कि हरेक कुराहरूको। अनि त्यही भएर चाहिँ मलाई उहाँको मेन कुरा त हम्बलनेस, उहाँ चाहिँ एकदम हम्बल हुनुहुन्छ, सुन्नुहुन्छ, गुड अब्जर्भर, गुड लिसनर हैन, सुन्नुहुन्छ मलाई हामीलाई कस्तो नाक चाहियो हो, के चाहियो हो, यो चाहिँ प्र्याक्टिकल्ली पोसिबल पनि छ कि छैन, कि हामीले फोटो देखाएर अब यस्तो नाक चाहियो भन्छौँ, यो चाहिँ पोसिबल छ, कतिको पोसिबल छ, के छ, सबै कुराहरू कन्सल्टेसन गर्ने बेलामा एकचोटि सम्झाउनुहुन्छ। त्यसपछि सर्जरीको डेट फिक्स गर्नुपर्ने हुन्छ अनि सर्जरीको डेट फिक्स गरेपछि अनि उहाँको एनेस्थेसियोलोजिस्टले कल गर्नुहुन्छ 1 दिन अगाडि, यस्तो यस्तो गर्नुपर्छ, 8 घन्टा अगाडि केही खानुहुन्न, यस्तो यस्तो भनेर। उहाँको एनेस्थेसियोलोजिस्ट पनि मलाई यस्तो हम्बल लाग्यो कि यस्तो राम्रो हैन। अनि एनेस्थेसिया दिँदाखेरि पनि उहाँले मलाई सोध्नुभयो कि डर त लाग्दैन नि भन्दै हाँस्नुभयो हैन। एउटा कस्तो फ्रेन्डली इन्भाइरोमेन्ट के, सबै नर्सहरू पनि खुलेर कुरा गर्ने हैन। मलाई चाहिँ एउटा आफ्नै होमली इन्भाइरोमेन्ट फिल भयो हैन। अनि त्यसपछि सर्जरी भयो। सर्जरी पछि 1 हप्तापछि म कास्ट रिमुभल डेको दिन कास्ट रिमुभ गर्नको लागि गएँ। त्यसपछि पहिलोचोटि आफ्नो नाक देखेँ। अलिकति पहिला त डिफ्रेन्ट देखेँ कि आफूलाई हैन, किनकि पहिला ठुलो नाक भइरहेको हैन, पहिला त डिफ्रेन्ट देखेँ। त्यसपछि बिस्तारै बिस्तारै स्वेलिङहरू कम हुँदै गयो हैन। अहिले पनि अलिकति स्वेलिङ छ, टिप अलिबाटै एकदम खुसी छु। जस कन्फिडेन्स चाहिँ एउटा मेरो आएको छ भनौँ न पहिला भन्दा। र तपाईँलाई पनि यदि राइनोप्लास्टी गर्नु छ, ल नाक अरू फेसियल फिचर सब ठिक छ, एउटा नाकले मात्र एउटा बिगारेछ, यस्तो यसलाई सुधार्यो भने म कन्फिडेन्ट हुन सक्थेँ, मेरो अलिकति ग्रोथ अझै राम्रो हुन्थ्यो हैन भनी चाहिँ तपाईँ चाहिँ राइनोप्लास्टी यदि तपाईँ सक्षम हुनुहुन्छ भने चाहिँ राइनोप्लास्टी गर्नुहोस्। र राइनोप्लास्टी गर्नको लागि त पहिलो कुरो सर्जन चाहिँ एउटा राम्रो चुज गर्न एकदम जरुरी छ हैन, किनकि हरेक कुराको ख्याल गर्नुपर्ने हुन्छ, एक्सपर्टाइजहरू हैन, इन्फेक्सनहरूको हरेक कुराहरू। त्यही भएर एउटा राम्रो सर्जन चुज गर्नुहोस्। मैले चाहिँ डाक्टर नयनबाट सर्जरी गरेको हो र डाक्टर नयन चाहिँ राइनोप्लास्टीको फिल्डमा नेपालमा सायद डाक्टर नयन जतिको एक्सपर्ट मलाई चाहिँ लागेन, मैले चाहिँ रिसर्च गर्नुपर्दा। अनि उहाँको एउटा वे छ के, छुट्टै वे छ हैन। अनि उहाँको भिड पनि हुन्छ उहाँको राइनोप्लास्टी गर्नको लागि, तपाईँले 1 महिना अगाडि नै बुक गर्नुपर्ने हुन्छ कि, त्यति प्याक हुन्छ उहाँको चाहिँ हैन, 1 दिन पनि खाली हुनुहुन्न। त्यही भएर 1 महिना अगाडि तपाईँले भन्नुपर्छ। पहिला कुरो त कन्सल्टेसन गर्नुपर्छ हैन। उहाँको आफ्नै क्लिनिक छ सिनामङ्गलमा, अनि सिनामङ्गलमा उहाँको आफ्नै क्लिनिक छ, उहाँ गएर एकचोटि बुझ्न सक्नुहुन्छ। पहिला कन्सल्टेसन गर्नुहोस्, उहाँले त्यही बेलामै तपाईँलाई सम्झाइदिनुहुन्छ यसो गर्नुपर्छ, यो चाहिँ प्र्याक्टिकल्ली तपाईँले कुनै फोटो देखाउनु भयो भने यो प्र्याक्टिकल्ली पोसिबल छ कि छैन, कि कति % चाहिँ पोसिबल छ, के छ, तपाईँको नाक यसरी गऱ्यो भने चाहिँ तपाईँको नाक पर्फेक्ट हुन्छ भनेर चाहिँ पहिला राम्ररी बुझाइदिनुहुन्छ। अहिले मेरो साइडबाट पनि हेर्न सक्नुहुन्छ नाक, साइडबाट त राम्रै थियो, तर अहिले चाहिँ यहाँ सरले कोलुमेलाप्लास्टी पनि गरिदिनु भएको रहेछ क्या। त्यो कन्सल्टेसन गर्ने बेलामा हामीले कुरा गरेको थिएनौँ यो ओस्टियोटोमी अनि अलिकति योसँग टिपलाई, त्यो ओस्टियोटोमीको जुन न्यारो गरेको अनि टिप पनि त्यही अनुसार ब्यालेन्स गरिदिनु मात्र भनेको थिएँ मैले त। तर उहाँले चाहिँ कोलुमेलाप्लास्टी पनि आफै अब्जर्भ गरेर उसलाई अझ कोलुमेलाप्लास्टी गऱ्यो भने पनि अझ राम्रो देखिन्छ भनेर अब्जर्भ गरेर कस्तो राम्रो देखिन्छ अनि त्यही अनुसार सर्जरी गरिदिनु भएको रहेछ। म 1 हप्तापछि कास्ट रिमुभल गरेपछि बल्ल थाहा पायो कि मेरो कोलुमेलाप्लास्टी पनि गरिदिनु भएको रहेछ। एकदम राम्रो भएको छ कि अहिले साइडबाट त मेरो पर्फेक्ट नोज जस्तो हुनुपर्ने हो नि, नोज जस्तो चाहियो हो नि त्यस्तै छ क्या साइडबाट चाहिँ नोज। र म एकदम खुसी छु। अगाडिबाट पनि एकदम पहिलाभन्दा त कति हो हैन, अहिले पनि स्वेलिङ हो, स्वेलिङले गर्दा चाहिँ अझै पर्फेक्ट सेप चाहिँ आएको छैन, अलिकति हेर्न टिल्टेड जस्तो देखिएको छ, तर द्याट इज कम्प्लिटली टिप स्वेलिङ। र त्यही हो, यदि राइनोप्लास्टी गर्नु छ भने चाहिँ डाक्टर नयनसँग आउँ सबैजना बुझेर हैन, रिसर्च गरेर राम्रो
मैले आफ्नो एक्सपिरियन्स सेयर गरेको मैले चाहिँ कुनै पनि बढाइ चढाइ भनेको छैन, किनकि मलाई थाहा छ नि त एउटा नाकले कतिको इन्सिक्योर गराउँछ मान्छेलाई, किनकि म पनि त्यही तपाईँहरूकै फेजबाट त आएको मान्छे हो। त्यही भएर केही कुरा पनि झुट बोलेको छैन। एकदम एक्सपिरियन्स सर्जन, नेपालमा यत्तिको सर्जन अनि यत्तिको प्राइसमा गाह्रो छ। अरू देशमा त तपाईँले हेर्नुहुन्छ तपाईँको 3-4 लाख त त्यत्तिकै खर्च हुन्छ, तर नेपालमा म्याक्सिमम् 2 लाख जान्छ होइन, त्योभन्दा जान्न। त्यही भएर बुझ्नुहोस्, पैसा जम्मा गर्नुहोस्, गर्नुहोस्, किनकि राइनोप्लास्टी भनेको नराम्रो होइन। अलिकति नेपालमा चाहिँ यो यसको अलिकति त्यो छ कि फ्यामिलीहरूले चाहिँ मान्नुहुन्न, किनकि अब डराउनुहुन्छ सर्जरी भनेपछि, ओहो प्लास्टिक सर्जरी गर्ने भनेपछि फ्यामिली रिलेटिभ्सले पनि गाली गर्छन्, यसलाई किन गर्नु पऱ्यो, किन नाटक गर्नु पऱ्यो भन्छन्। म त केही फ्यामिलीलाई नभनिकन गरेको होइन। 1 हप्ता मेरो इक्जाम छ, मैले भिडियो कल गर्न पाउन्न है भनेर मम्मीलाई भने। अनि त्यसपछि 1 हप्तापछि मैले फोन गरेर कास्ट थियो, सबै स्वेलिङ गइसकेको थियो, ब्रुजिङ गइसकेको थियो। त्यसपछि मैले मम्मी म त गरेर आएँ भनेको, केही पनि भन्नु भएन। मम्मी एकछिन त दङ्ग पर्नुभयो। मम्मीले चाहिँ सपोर्ट गर्नुहुन्थ्यो। पहिला त मैले भनेको थिएँ तर मान्नु भएको थिएन, डराउनु भएको थियो। ओहो अपरेसन हो बाबु नगर, यस्तै ठिक छ भन्नुभएको थियो। तर गरेर मलाई सही सलामत देखेपछि चाहिँ केही पनि भन्नु भएन कि कति लाग्यो पनि सोध्नु भएन। अनि त्यही हो, राइनोप्लास्टी इज वान अफ द मोस्ट कमन सर्जरी होइन। तपाईँले अब स्वेलिङहरू देख्नुहुन्छ, ब्रुजिङहरू आएको देख्नुहुन्छ, ओहो दुख्छ होला भयो गर्दैन जस्तो लाग्छ भने चाहिँ स्वेलिङ ब्रुजिङहरू एज अ डिफेन्स मेकानिजम हो कि। तपाईँको स्वेलिङ आयो भने, ब्रुजिङहरू आयो भने झन् खुसी हुने हो कि बडीले रेस्पोन्स गर्दैछ, रियाक्ट गर्दैछ होइन। त्यही भएर यो चाहिँ राम्रो हो झन् होइन, त्यो डराउनु पर्दैन। 1 हप्तामा सबै गइहाल्छ। त्यसपछि अब विदेशमा यो राइनोप्लास्टी भनेको एकदम कमन हो क्या। मलाई त एज अ गिफ्ट दिन्छ कि, एज अ बर्थडे गिफ्ट। ग्रेजुएसन कम्प्लिट गर्यो आफ्नो छोराले भने, छोरीले भने उसलाई एज अ गिफ्ट, ग्रेजुएसनमा राम्रो मार्क्स ल्यायो भने एज अ गिफ्ट राइनोप्लास्टी गराइदिन्छन् क्या। बाहिरतिर त्यस्तो कमन छ, तर नेपालमा अलिकति ठ्याक्कै अपोजिट छ। यो कुरा बिस्तारै बिस्तारै चेन्ज होला। त्यही हो, मैले चाहिँ आफूलाई जे कुरा लाग्यो मैले चाहिँ भने। थ्याङ्क यू वन्स अगेन डाक्टर नयन। म चाहिँ एकदम खुसी छु र यस्तै मान्छेहरूलाई खुसी बनाउँदै गर्नुहोला। धन्यवाद।